या गलत छ त्यो तपाईँ हामीले छुट्याउने कुरा हो। सोसियल मिडियामा पनि फाइट गरेको, झगडा परेको, कुटेको, कसैलाई गाली बेइज्जती गरेको कुरा पनि भाइरल जान्छ, मिलियन भ्युज जान्छ। तर यति राम्रो स्वास्थ्यको जिन्दगी बदल्ने कुरा हुँदैछ, किन आज हामीसँग यहाँ 30 जना छौँ? क्यापेसिटी त हलको 200 जना हो नि। अझै 100 जना आयो भने नि यो हल खोलेर पनि बाहिरसम्म हामीले अटाउन सक्छौँ। वाइ? व्हाट इज द रिजन? समाज कहाँ जाँदैछ? हामी कहाँ जाँदैछौँ? के हामीले गरिरहेको काम ठिक छ? हामी ठिक छौँ? ठिक थियौँ भने किन आज यो देशमा सही चिजहरूको लागि खडेरी पर्दैछ? सही चिजको किन आगो लागि हुँदैछ? राम्रा चिजलाई किन संरक्षण हुन सकेको छैन? व्यापारीहरूलाई आगो लगाउनु पर्ने जरुरी छैन। व्यापारीलाई आगो लगाइदिनु भयो भने डिएक्सन कम्पनीलाई यही भएर भनेको थियो, डिएक्सन एउटा पागल कम्पनी हो। किन? यो देशमा कति बेला यो कम्पनीलाई आगो लगाइदिन्छ थाहा छैन। कसरी यसले 40 करोड लगानी गर्यो नेपालको माटोमा? भाइ, किनभने डाक्टर लिमले भन्नुभएको छ यो कम्पनीले इमान्दार काम गरेको छ, यो कम्पनीमा कसैले आगो लगाउँदैन। लगाउँछ भने उसले खुदलाई आगो लगाउँछ। यस कारणले गर्दा डाक्टर लिमले हाम्रो माटोमा, हाम्रो देशमा आज यो सकारात्मक मानसिक विचारका कारण नेगेटिभ कुरा त थिए नि, उहाँको दिमागमा पनि मान्छेले हाल्दै थिए यहाँ लगानी नगर्नुहोस्, यहाँ डुब्छ लगानी, यो नेपाल हो। कतिचोटि भने किनभने डाइरेक्ट सेलिङको मानसिकता नेपालमा सही छैन, गलत छ। पढे लेखेका मान्छेहरूले यसलाई सही तरिकाले मूल्याङ्कन गर्न सक्दैनन्। जो कानुन बनाउने गएका छन्, कानुन बनाउने मान्छेहरूले सही निर्देशन गर्न सक्दैनन्। यस कारणले गर्दा यहाँ लगानी नगर्नुहोस्। तर डाक्टर लिमले भन्नुभयो तपाईँ मलाई समस्या दिनुहोस्, म तपाईँलाई समाधान दिन्छु। यस कारणले गर्दा आज हाम्रो देशमा 40 करोड लगानी भइसकेको छ। के को लागि लगानी भयो त? आज हेर्नुहोस्, तपाईँले हाम्रो स्वास्थ्य जीवनशैली, हेल्दी डायट, पूरक आहार, यी चिजहरूलाई तपाईँले यी स्तम्भहरूलाई ध्यान दिनुपर्ने हुन्छ। आज यहाँ हेर्न सक्नुहुन्छ शरीरमा विषाक्त पदार्थ र असन्तुलन, आन्तरिक र बाह्य कारकहरू जस्तै तनाव, आधुनिक जीवनशैली, मुक्त वायु, वायु प्रदूषण, प्रदूषित पानी, रसायन, हरेक चिज हेर्नुहोस्। तपाईँले भन्नुहुन्छ होइन सर म स्वास्थ्यको स्टुडेन्ट हुँ, तपाईँले भन्नुहुन्छ होइन सर म स्वास्थ्य पढाउने टिचर हुँ, मलाई रोग लाग्न सक्दैन। तपाईँ भन्नुहुन्छ म आज यहाँ हाम्रो बिचमा हुनुहुन्छ हाम्रो बहिनी पूर्णिका, हाम्रो बहिनी पूर्णिका हेल्थ असिस्टेन्ट हुँ र तपाईँ टिचरहरू हुनुहुन्छ, तपाईँले पढाएको एउटा छोरी हुन् पूर्णिका राउत र यस्ता हेल्थ असिस्टेन्टहरू, डक्टरहरू थुप्रै हुनुहुन्छ। तपाईँले भन्नुहुन्छ कि म स्वास्थ्य पढेको स्टुडेन्ट हो, यस कारणले गर्दा मलाई रोग लाग्न सक्दैन। अब तपाईँ भन्नुहोस् यो जीवनशैलीमा हामी बाध्य छौँ। आज तपाईँले हेर्नुहुन्छ भने कालीमाटीको तरकारीमा, हरियो सागमा 99% केमिकल छ भन्छ। कहाँ छ यो नियमन गर्ने नियमनकारीहरू? कहाँ छन्? पहिले पैसा खुवाइदिन्छ, मुखमा बुझो लगाइदिन्छ, हो होइन भने किन परीक्षण हुँदैन? किन त्यो चिजलाई नष्ट गरिँदैन? अनि किन गरिबमाथि तपाईँको चाहिँ यस्तो खेलवाड गरिन्छ? अनि हाम्रो जाँदैन मृगौला, अनि जाँदैन हाम्रो मुटु, अनि हाम्रो शरीरका अङ्गहरूलाई मार्ने काम भइरहेको छैन। अनि हामीले कसरी राम्रो चिज खाइरहेका छौँ त? यस कारणले गर्दा अब यो खाइ त हाल्यौँ, वायु प्रदूषण राम्रो छैन, यो अक्सिजन हामीले नराम्रो खराब चिज त भित्र हालि त हाल्यौँ, अब यसलाई फाल्ने कसरी? हेलो, म हेलो भन्छु, एकचोटि घरापो ठोक्नुहोस् है। हेलो, म त नेपाली बोल्छु। अघि भन्नुहुन्थ्यो हिन्दी मरि जाउँ के बोल्नुभयो बुझेन भन्नुहुन्थ्यो, कता कता सुनिरहेको थियो होइन? म त नेपाली बोलिरहेको छु, ध्यान दिनुहोस्। म हेलो भन्छु, एकचोटि ठोक्नुहोस् है। हेलो, मैले गलत बोलेको छु भने पछाडि लास्टमा मलाई क्वेसन गर्नु होला, किनभने म ट्र्याकभन्दा बाहिर जाँदैन, मैले स्वास्थ्यको कुरा मात्रै पढाउँछु। सबैभन्दा ठुलो सम्पत्ति के रहेछ? स्वास्थ्य। यो स्वास्थ्य तपाईँले बचाउनु भयो, यसलाई राम्रो बनाउनु। मैले फेरि पनि भन्छु, तपाईँ अर्कोचोटि आउनुहोस् नआउनुहोस्, गर्नुहोस् नगर्नुहोस्, त्यो मलाई सरकार छैन। मेरो धर्म के हो भने म 20 वर्षको उमेरमा ब्लड इन्फेक्सन भयो, झन्डै मरेको मान्छे हो। यो मेरो पहिलोचोटिको नाफाको जिन्दगी होइन, मेरो दोस्रो चोटिको। एउटा जनयुद्धमा मैले नयाँ जीवन पाएँ, किनभने म रुकुममा जन्मेको मान्छे हो। दोस्रो मैले रोगले म मरिसकेको मान्छे हो र दोस्रोचोटि मेरो दोस्रो नाफाको जिन्दगी हो। यस कारणले गर्दा मैले मेरो धर्म निभाएको। तपाईँलाई 1 रुपियाँ पैसा लिएको छैन। फ्रीमा लिएको ज्ञान हुन त मन पर्दैन मान्छेलाई। यहाँ 500 रुपियाँ तिराएर भित्र हालेको भए मोबाइल अफ गरेर ध्यान दिएर फटाफट लेखिन्थ्यो। फ्रीमा आएछ, उस्तै पऱ्यो भने रविन्द्र खत्रीले भाडा तिरेर ल्यायो होला होइन? यहाँ तपाईँले तिर्नु भयो होला, ताली होस् यार तपाईँको लागि। एक उत्कृष्ट चिकित्सा तपाईँले हेर्नुहोस्, यो फन्डा बुझ्नु भएन भने पछाडि योभन्दा पछाडिको पिपिटी बुझ्नुहुन्न। म तपाईँलाई फेरि पनि भन्छु, तपाईँ मोबाइलतिर ध्यान दिनुभयो, रेकर्डतिर ध्यान दिनुभयो भने यो फन्डा बुझ्नु भएन भने पछाडिको पिपिटी बुझ्नुहुन्न, र यो यसलाई ध्यान दिनुभयो भने फेरि सारा